भद्रपुर क्रिकेट क्लबको आयोजनामा पहिलो पटक कोशी पाथिभरा इन्डो नेपाल टी20 च्याम्पियनसिप कप भद्रपुरमा यही मिति 2082 साल माघ 21 गतेदेखि माघ 29 गतेसम्म नेपाल र भारतका उत्कृष्ट टिमहरूको सहभागितामा सञ्चालन हुनेछ। यस प्रतियोगिताले स्थानीय क्रिकेटको स्तर उकास्ने विश्वास आयोजकले लिएको छ। युवा खेलाडीहरूलाई प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै अन्तर्राष्ट्रिय स्तरको अनुभव दिलाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको भद्रपुर क्रिकेट क्लबका पदाधिकारीहरूले बताउनु भएको छ। आयोजकका अनुसार प्रतियोगिताले भद्रपुर र आसपासका क्षेत्रमा खेलकुद पर्यटन प्रवर्धन गर्नुका साथै युवाहरूलाई अनुशासित र सकारात्मक बाटोतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ। कोशी पाथिभरा इन्डो नेपाल टी20 च्याम्पियनसिप कप सफल रूपमा सम्पन्न गर्न स्थानीय निकाय, खेल प्रेमी तथा प्रायोजकहरूको सहयोग महत्त्वपूर्ण रहेको आयोजकले जनाएको छ।